नमस्कार। धर्मो रक्षेति रक्षितः चेतनाको खोजी गर्ने यो दिव्य यात्रामा तपाईहरूलाई हार्दिक स्वागत छ। आजको यो चर्चा केवल सुन्नका लागि मात्र होइन, आफ्नो भित्री रूपान्तरणका लागि हो। त्यसैले मेरो एउटा सानो अनुरोध छ, जीवनका सबै दौडधुप र चिन्ताहरूलाई केही मिनेटका लागि बाहिरै छोडेर एकदमै शान्त मनले ध्यानपूर्वक यो पुरा भिडियो अन्तिमसम्म सुन्नुहोला, किनकि आजको यो ज्ञानले हाम्रो सोच्ने तरिकालाई बदल्नेछ। अध्यात्म र सत्यको यो यात्रामा हामीसँग सधैँ जोडिरहनका लागि भिडियोलाई अहिले नै एउटा लाइक गरिदिनुहोला र हाम्रो च्यानल गीता ज्ञानलाई सब्स्क्राइब गरेर बेल आइकन अवश्य दबाउनुहोला। अब आफ्नो हृदयलाई शान्त पार्दै आजको यो गम्भीर यात्रा सुरु गरौँ। आज हामी गीताको त्यो गहिराइमा जाँदैछौँ जसले व्यक्त र अव्यक्तको रहस्य खोल्नेछ। पहिले भगवान कृष्णले भन्नुभएको त्यो परम श्लोकलाई सुनौँ र महसुस गरौँ। अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत अव्यक्त निधनान्येव तत्रका परिदेवना। अर्थात् हे भारत, संसारका सम्पूर्ण जीवहरू जन्मभन्दा पहिले अप्रकट थिए, मृत्युपछि पनि अप्रकट नै हुनेछन्, केवल बीचको अवस्थामा मात्र प्रकट देखिन्छन्। तसर्थ यस्तो अवस्थामा शोक गर्नुको के औचित्य छ र? जब हामी मानिसहरूको जीवन र जगतलाई निहाल्छौँ, हामी सधैँ एउटा कुरा महसुस गर्छौँ, हामी यो बीचको थोरै समयको प्रकट अवस्थालाई नै सबै थोक ठानेर कति धेरै चिन्तित हुन्छौँ। तर हाम्रो वास्तविक सुरुवात र अन्त्य कहाँ छ? यस सन्दर्भमा संसारका महान दार्शनिक खलिल जिब्रानले आफ्नो डायरीमा एउटा अचम्मको घटना लेखेका छन्। एक रात औँसीको घोर अन्धकारमा उनी आफ्नो सानो माटोको दियो जलाएर झुपडीमा बसेका थिए। झुपडी बाहिर अनन्त अँध्यारो थियो। अचानक एउटा रातको चरा झुपडीको ढोकाबाट भित्र छिर्यो। त्यसले दियोको उज्यालोमा 2-3 फन्को लगायो। पखेटा फ्याट फ्याट आयो र अर्को ढोकाबाट बाहिर अनन्त अँध्यारोमा हरायो। जिब्रानले लेखे, त्यो चरालाई अँध्यारोबाट 2 छेडका लागि उज्यालोमा आएको देख्दा मलाई लाग्यो, हाम्रो जीवन पनि त ठ्याक्कै यस्तै होला। सुरुमा पनि अनन्त अव्यक्त अर्थात् अप्रकट छ, अन्त्यमा पनि अनन्त अव्यक्त छ, बीचमा केवल 2 छेडको व्यक्त संसारको फडफडाहट छ। जहाँ अप्रकट छ त्यहाँ अद्वैत छ, त्यहाँ कोही दोस्रो छैन। तर जहाँ यो प्रकट संसार छ त्यहाँ द्वैत छ, अनेकता छ र सबै अलग अलग देखिन्छन्। यो अनेकता र भेदले भरिएको संसारमा बस्दा बस्दै के हामी त्यो अनादि अखण्ड र एक मात्र सत्यलाई अनुभव गर्न सक्छौँ? कृष्णले भन्नुभएका यी गूढ रहस्यहरूको हाम्रो व्यावहारिक जीवनमा के प्रयोग छ? कृष्ण भन्नुहुन्छ, निश्चित रूपमा छ, तर यसको त्यो महाप्रयोग के हो र यसले हाम्रो जीवनका ग्रह र ऊर्जालाई कसरी बदल्छ? यसलाई अझ गहिराइबाट बुझौँ। तपाईँ एउटा विशाल वृक्षको मुनि उभिनु भएको छ। हावा चल्दा पातहरू हलल हल्लिरहेका छन्। एउटा पातले अर्को पातलाई हेर्छ। यदि पातहरूमा चेतना हुन्थ्यो भने एउटा पातले सोच्ने थियो, यो मेरो छिमेकी पात मभन्दा बिल्कुल अलग हो, ऊ पहेँलो भएर झर्दैछ, म त अझै हरियो र जवान छु। यदि हामी एकै हुन्थ्यौँ भने ऊ झर्दा म किन झर्दिन? पातको यो सोचाइ बाहिरी रूपमा तर्कयुक्त देखिन्छ। हामी पनि ठ्याक्कै यही पात जस्तै सोचिरहेका हुन्छौँ, उनीहरू अलग हुन्, म अलग हुँ, मेरो सुख अर्कै हो, उसको दुःख अर्कै हो। हामी बाहिरी हाँगा र पातमा अल्झिएका छौँ। तर काश त्यो पातले बाहिर हेर्न छोडेर आफ्नो भित्र अर्थात् भित्री मूलतर्फ यात्रा गरोस्। जब पात आफ्नो भित्री गहिराइमा ओर्लन्छ तब उसले त्यो हाँगा भेटाउँछ जहाँबाट दुवै पात निस्किएका थिए। अझै तल ओर्लियो भने त्यसले सिङ्गो वृक्ष भेटाउँछ र त्यो वृक्ष पनि जमिन मुनि ओर्लियो भने त्यसले त्यो पृथ्वी भेटाउँछ जहाँ छिमेकका सबै वृक्षहरू एउटै माटो र एउटै भित्री रसधारबाट जीवन पाइरहेका छन्। संसारलाई हेर्ने 2वटा बाटो छन्। एउटा बाटो अर्कोबाट सुरु हुन्छ र अर्को बाटो मबाट सुरु हुन्छ। जो बाहिर अर्कोलाई मात्र हेर्छ ऊ अनेकताको भ्रममा अल्झिन्छ, किनभने अर्को व्यक्तिको शरीरलाई हामी बाहिरबाट मात्र छुन सक्छौँ, उसको भित्री गहिराइमा छिर्ने कुनै उपाय छैन। तर भित्र ओर्लने ढोका केवल स्वयंको लागि मात्र खुला छ। र अचम्मको कुरा के छ भने जो आफ्नो भित्री गहिराइमा ओर्लन्छ
उसले अन्त्यमा पाउँछ कि त्यहाँ म पनि हरायो र केवल सर्व अर्थात् परमात्मा र अस्तित्व मात्र बाँकी रह्यो। तर हामी जन्मौँ जन्मीदेखि एउटै गल्ती गरिरहेका छौँ। हामी सबैलाई गन्छौँ तर आफूलाई गन्न सधैँ बिर्सिन्छौँ। वेइ वूले एउटा पुस्तक लेखेका छन् जसको नाम हो द 10th म्यान अर्थात् 10औँ मानिस। यो पुस्तक एउटा पुरानो नेपाली लोककथाबाट सुरु हुन्छ। हामीले स्कुल समयमा यो किताब पढेको थियौँ। वर्षाको समय थियो, नदीमा भयानक बाढी आएको थियो। 10 जना मानिसहरूले मिलेर नदी पार गरे। नदी किनारमा पुगेपछि उनीहरूलाई शङ्का लाग्यो, कतै हाम्रो कुनै साथी बाढीमा बग्यो कि? उनीहरूले गन्ती सुरु गरे। पहिलो मानिसले अरूलाई गन्यो, 1 2 3 4 5 6 7 8 9 अनि ऊ छाती पिटेर रुन थाल्यो। पक्का हाम्रो एकजना साथी बग्यो। दोस्रोले गन्यो, उसको गन्ती पनि 9 नै आयो। तेस्रोले गन्यो, 9। अब त प्रमाणित नै भयो कि कोही न कोही मरेको छ। उनीहरू रुखमुनि बसेर धुरु धुरु रुन थाले। त्यहाँबाट एउटा महात्मा गुज्रिरहनु भएको थियो। उहाँले सोध्नुभयो, किन रोएका हो? उनीहरूले भने, हामी 10 जना निस्केका थियौँ, अहिले गन्दा 9 जना मात्र छौँ। ती सन्तले हेर्नुभयो, त्यहाँ 10 जना नै थिए। उनीहरूको संसारी गणित देखेर उहाँले मुस्कुराउँदै भन्नुभयो, लौ फेरि गन, तर यसपालि म तिमीहरूको गालामा एउटा एउटा थप्पड हान्छु। जसले थप्पड खान्छ उसले आफ्नो नम्बर बोल्लो। महात्माले पहिलोलाई हान्नुभयो। उसले भन्यो 1, दोस्रोले 2 र यसरी गन्ती 10 सम्म पुग्यो। उनीहरू चकित परे। अहो, यो के चमत्कार भयो? महात्माको पाउ परे जीवनको गणितमा हामी सबैले गरिरहेको गल्ती ठ्याक्कै यही हो। हामी छोराछोरी, धन सम्पत्ति, मान प्रतिष्ठा र बाहिरी संसारका सबै कुरा गन्छौँ, तर त्यो सबैलाई अनुभव गर्ने मलाई गन्न सधैँ बिर्सिन्छौँ। ती सन्तले भन्नुभएको थियो, संसारमा गन्ती गर्ने 2 वटा तरिका छन्। एउटा जो अर्कोबाट सुरु हुन्छ, जसमा मानिस आफैलाई छोडेर अरूलाई मात्र गन्छ। यो गणितले कहिल्यै सत्य दिँदैन। दोस्रो गणित मबाट सुरु हुन्छ, जहाँ मानिस पहिले आफैलाई गन्छ। धर्मको प्राथमिक चरण आत्मा अर्थात् स्वयं हो र यसको पूर्णता परमात्मा अर्थात् सर्वमा हुन्छ। हामीले आफूलाई नगनिकनै बाहिर खोजिरहेको त्यो अव्यक्त शक्ति वास्तवमा कहाँ छ र यसले कसरी काम गर्छ? अब सोचौँ, हाम्रो शरीरभित्र त्यो अव्यक्त कसरी लुकेर बसेको छ? हामी हरेक क्षण श्वास फेरिरहेका छौँ। के यो श्वास हामीले आफ्नो इच्छाले चलाएका हौँ? जरा एकछिन श्वास रोकेर हेरौँ त। श्वासले भित्रबाट यस्तो धक्का दिन्छ कि हामीले नचाहँदा नचाहँदै पनि त्यो चल्न थाल्छ। हामी सुतिरहेको बेला, बेहोस भएको बेला वा नसामा झुमिरहेको बेला पनि हाम्रो मुटु धड्किरहन्छ, रगत बगिरहन्छ। यसलाई चलाउने हाम्रो म अर्थात् अहङ्कार होइन, भित्र लुकेको त्यो अव्यक्त महाशक्ति हो। खाना त हामीले मुखमा हालिदिन्छौँ, तर त्यसलाई रगत, मासु र ऊर्जामा कसरी बदलिन्छ? के हामी आफैले पचाएका हौँ? म सधैँ सोच्ने गर्छु, हामी बाहिरका साना साना कुरामा गर्व गर्छौँ, तर हाम्रो भित्र 24 घण्टा चलिरहेको यो विराट व्यवस्थालाई देख्नै सक्दैनौँ। आज विज्ञानका ठुला ठुला प्रयोगशालाहरूले पनि एउटा रोटीको टुक्रालाई रगतको एक थोपामा बदल्न सकेका छैनन्। वैज्ञानिकहरू भन्छन्, मानव पेटले हरेक दिन जुन काम गर्छ, यदि त्यस्तै कृत्रिम फ्याक्ट्री बनाउने हो भने 100औं माइल लामो ठाउँ चाहिन्छ र लाखौं मानिस 24 घण्टा खटिनुपर्छ। तर हाम्रो शरीरभित्र यो काम कति सहजै भइरहेको छ। जब हाम्रो खुट्टामा चोट लाग्छ, तब शरीरका लाखौं जीवाणुहरू अर्थात् सेल्सहरू आफै त्यो घाउको रक्षा गर्न र छालाको नयाँ पत्र बनाउन दौडिन्छन्। डाक्टरले त केवल बाहिरी बाधा हटाउने हो, घाउ निको पार्ने हिलिङ फोर्स त हाम्रो भित्रको अव्यक्तबाटै आउँछ। हामी जहाँ बाँचिरहेका छौँ त्यो त चेतनाको एउटा सानो माथिल्लो टाकुरा मात्र हो। यसको पछाडि अनन्त शक्तिको महासागर छ। तर यो भिडभाड र विचारको संसारबाट त्यो अनन्त शक्तिको महासागरमा कसरी हाम फाल्ने?
त्यो अव्यक्त चेतनालाई प्रत्यक्ष अनुभव गर्ने सजिलो उपाय के छ? हाम्रो मुख्य समस्या के हो भने हामी 24 घण्टा अर्को अर्थात् बाहिरी संसारको विचारले ग्रस्त छौँ। आँखा बन्द गर्दा पनि दिमागमा अरूकै अनुहार, अरूकै कुरा, राग र द्वेषको भील घुमिरहन्छ। धेरै वर्षको साधना र आत्मनिरीक्षणबाट मैले के देखेको छु भने मानिसहरू विचारलाई जबरजस्ती रोक्न खोज्छन्। तर विचारलाई रोक्न खोज्नु भनेको आगोमा घिउ थप्नु जस्तै हो। यो भिडभित्र छिर्ने र हटाउने एउटै मात्र अचूक उपाय छ, साक्षीभाव, अर्थात् केवल हेर्नु वा उपेक्षा गरिदिनु। आँखा बन्द गरेर आफ्ना भित्री विचारहरूलाई केवल हेरौँ। न तिनलाई राम्रो भनौँ न नराम्रो, न कसैलाई आऊ भनौँ न जाऊ। जसरी घरमा आएका पाहुनालाई घरबेटीले वास्ता नगरेपछि उनीहरू आफै बिस्तारै उठेर जान्छन्, ठिक त्यसै गरी विचारहरू आफै बिलाएर जान्छन्। त्यसैलाई ध्यान भन्ने गरिन्छ। जुन क्षण हाम्रो भित्र कुनै दोस्रो चित्र हुँदैन, त्यही क्षण पहिलो पटक स्वयंको हुनुको परम बोध प्रकट हुन्छ। यसलाई यसरी बुझौँ। जस्तै एउटा मानिस घरको छतबाट तल हाम फाल्छ। हाम फाल्नु अघि उसले सोच्दैन कि म हाम त फाल्छु, तर भुइँसम्म पुग्न मैले के गर्नुपर्छ? उसले केही गर्नु पर्दैन। बाँकी काम पृथ्वीको गुरुत्वाकर्षणले आफै गर्छ। ठिक त्यसै गरी हामीले केवल बाहिरी संसार र विचारबाट आफ्नो एक कदम मात्र पछाडि हटाउनुपर्छ। बाँकी काम अव्यक्तको महाआकर्षणले आफै गर्छ। त्यसले हामीलाई आफ्नो असीम शान्तिमा डुबाइदिन्छ। अस्तित्वको तहमा यी दुई अलग कुरा होइनन्। यी एउटै घटनाका दुई पाटा हुन्। जसरी एउटै श्वास भित्र आउँछ र बाहिर जान्छ, ती दुई श्वास होइनन्, एउटै श्वासको डोलन हुन्। ठिक त्यसरी नै हाम्रो इच्छा र अव्यक्तको ऊर्जा एकै हुन्। तर हाम्रो अहङ्कारले यसलाई सधैँ उल्टो बुझ्छ। यसलाई बुझ्न एउटा निकै रोचक दृष्टान्त सुनौ। मच्छिन्द्रनाथ भगवानको भव्य रथयात्रा चलिरहेको थियो। हजारौं भक्तहरू रथको अगाडि ताँती लागेर दण्डवत प्रणाम गरिरहेका थिए। एउटा कुकुर पनि अचानक त्यो गुडिरहेको रथको अगाडि अगाडि कुद्न थाल्यो। त्यो कुकुरको घमण्ड र अकड हेर्न लायकको थियो। उसले सोच्यो, ओहो, यो संसार कति महान छ। जो आउँछ मेरै अगाडि भुइँमा दण्डवत गर्छ र यो विशाल रथ पनि मेरै पछाडि पछाडि मलाई पछ्याउँदै आइरहेको छ। वास्तवमा हाम्रो अहङ्कार अर्थात् इगोको हालत पनि ठ्याक्कै यही कुकुरको जस्तै छ। हाम्रो भित्र प्रकृति र अव्यक्तको विराट रथ चलिरहेको छ। जीवनका सबै घटनाहरू त्यसैले घटाइरहेको छ। तर हाम्रो अहङ्कार सोच्छ, यो सबै मैले गरिरहेको छु, म नभए त संसारै चल्दैन। जब हामी मानिसहरूको कुण्डली र उनीहरूको जीवनका उतार चढावहरू हेर्छौँ, हामी यही कुकुरको जस्तै अहङ्कार देख्छौँ। मानिसहरू सोच्छन् कि सबै थोक उनीहरूकै नियन्त्रणमा छ, तर पर्दा पछाडि त समय र अव्यक्तको अर्कै चक्र चलिरहेको हुन्छ। यही भ्रममा कुरुक्षेत्रको मैदानमा अर्जुन पनि अल्झिएका छन्। कृष्ण अर्जुनलाई भन्दै हुनुहुन्छ, हे अर्जुन, तिमी जुन अहङ्कारको केन्द्रमा बसेर म मार्छु या म भाग्छु भन्दैछौ, त्यो केन्द्र नै झुटो हो। जब यो कर्ताभाव टुट्छ तब मानिस कसरी मुक्त हुन्छ? जबसम्म हाम्रो मन प्रश्न र तर्कमा अल्झिन्छ तबसम्म हामी सत्यभन्दा टाढा हुन्छौँ। यदि हामी केवल प्रश्न मात्र सोधिरहन्छौँ भने जीवन दर्शनशास्त्र मात्र बन्छ। तर जब हामी भित्र ओर्लन्छौँ तब जीवन धर्म बन्छ। अब यही धर्मको कुरुक्षेत्रमा कृष्णले भन्नुभएका ती गम्भीर श्लोकहरूलाई सुनौँ र आत्मसात गरौँ। देही नित्यमबध्योऽयं देहे सर्वस्य भारत तस्मात् सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि। अर्थात् हे भारत, सबैको शरीरमा रहने यो आत्मा सधैँ अवध्य छ, अर्थात् यसलाई कहिल्यै मार्न सकिँदैन। त्यसैले संसारका कुनै पनि जीवका लागि हामीले शोक गर्नु उचित छैन। स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि। धर्म्याद्दि युद्धात् श्रेयो अन्य क्षत्रियस्य न विद्यते। अर्थात् आफ्नो स्वधर्म अर्थात् क्षेत्रीय धर्मलाई विचार गरेर पनि तिमी डराउनु वा विचलित हुन मिल्दैन। किनकि क्षेत्रीयका लागि न्याय र धर्मको निमित्त गरिने युद्धभन्दा ठुलो कल्याणकारी मार्ग
अरू केही छैन। यी श्लोकहरू सुनेपछि आजको 21औं शताब्दीमा वर्ण व्यवस्था र स्वधर्मको वास्तविक मनोविज्ञान के हो भन्ने प्रश्न उठ्न सक्छ। आजको आधुनिक समाजमा वर्ण वा जात शब्द सुन्ने बित्तिकै मानिसहरू भड्किन्छन्, तर यसको पछाडि एउटा गहिरो मनोवैज्ञानिक सत्य लुकेको छ, जसलाई कार्ल गुस्ताव जुङ जस्ता आधुनिक मनोवैज्ञानिकहरूले पनि स्वीकारेका छन्। उनीहरू भन्छन् मनुष्यको मनको बनावट मुख्य गरी 4 प्रकारको हुन्छ। पहिलो, ब्राह्मण अर्थात् द इन्टेलेक्चुअल टाइप, जसको लक्ष्य ज्ञान र सत्यको खोजी हो। ऋषिमुनिहरू, धार्मिक व्यक्तिहरू, वैज्ञानिक, अनुसन्धान गर्ने मानिसहरू यही वर्गमा पर्छन्। 2, क्षत्रिय अर्थात् द पावर टाइप, जसको आकांक्षा शक्ति र ऊर्जाको शिखरमा पुग्नु हो। हतियारको चमक र सङ्घर्ष नै उसको जीवनको सङ्गीत हो। 3, वैश्य अर्थात् द वेल्थ टाइप, जसका लागि धन र व्यवस्था नै सब थोक हो। 4, शूद्र अर्थात् द सर्भिस टाइप, जसको जीवनको परम सन्तुष्टि सेवा र समर्पणमा मिल्छ। यो विभाजन कुनै सानो र ठुलो देखाउनका लागि गरिएको होइन, यो केवल एउटा तथ्यात्मक वर्गीकरण हो। तर जब जन्मको आधारमा यसको तुलना सुरु भयो कि यो माथिल्लो जात र यो तल्लो जात, त्यही दिनदेखि यो वैज्ञानिक सिद्धान्त सामाजिक शोषणको हतियार बन्यो, जुन घोर अनाचार हो। कृष्ण अर्जुनलाई भन्दै हुनुहुन्छ, हे अर्जुन, तिम्रो भित्री बनावट नै एउटा योद्धाको हो। तिमी आज हातमा किताब लिएर जङ्गलमा सन्त बन्न गयौ भने पनि तिम्रो आत्मा त्यहाँ खुसी हुन सक्दैन। अब सुनौ कृष्णको अर्को अचम्मको श्लोक। यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतं सुखिनः क्षत्रियाः पार्थ लभन्ते युद्धमीदृशम्, अर्थात् हे पार्थ, बिना कुनै खोजी आफै प्राप्त भएको र स्वर्गको खुला ढोका जस्तै रहेको यस्तो धर्मयुद्ध केवल भाग्यमानी क्षत्रियहरूले मात्र पाउँछन्। तर यहाँ एउटा जिज्ञासा उठ्छ, यदि बुद्ध र महावीर क्षत्रिय भएर पनि अहिंसाको बाटोमा हिँडेर परम सन्त बन्न सके भने अर्जुनले किन युद्ध नै गर्नुपर्ने? पहिले कृष्णका यी 3वटा कडा श्लोकहरू सुनौ, जहाँ उहाँले अर्जुनको मानसपटललाई हल्लाउनु भएको छ। अथ चेत्त्वमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि ततः स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि अकीर्तिं चापि भूतानि कथयिष्यन्ति ते अव्ययाम् सम्भावितस्य च कीर्तिमरणादतिरिच्यते भयाद्रणादुपरतं मन्स्यन्ते त्वां महारथाः यसां च त्वं बहुमतो भूत्वा यास्यसि लाघवम्। यसको अर्थ हो, यदि तिमीले यो युद्ध गरेनौ भने आफ्नो स्वधर्म र कीर्ति गुमाएर पापको भागी बन्नेछौ। संसारले वर्षौंसम्म तिम्रो बदनामीको चर्चा गर्नेछ र महारथीहरूले सोच्नेछन् कि अर्जुन डरले भाग्यो। बाल्यकालको कन्डिसनिङ अर्थात् संस्कारलाई बदल्न निकै कठिन हुन्छ। बुद्ध र महावीर क्षत्रिय घरमा जन्मिए पनि उनीहरूको बाल्यकालदेखिको लक्षण बिल्कुल फरक थियो। बुद्धले सानैमा धनुष भुइँमा फालेर करुणा देखाएका थिए, तर अर्जुनले आफ्नो जीवनको 40 देखि 50 वर्षसम्म केवल धनुषबाण र युद्धको मात्र अभ्यास गरे। उनको रग रगमा योद्धाको ऊर्जा मात्र भरिएको छ। आज युद्धको मैदानमा उभिएर अचानक पलायन गर्नु उनको वैराग्य होइन, केवल मृत्युको भय र मोह मात्र हो। कृष्ण अर्जुनलाई भन्दै हुनुहुन्छ, हे अर्जुन, तिमी भयभीत भइरहेका छौ। आफ्नो निज धर्मभन्दा विपरीत गएर हामी कहिल्यै सुख पाउन सक्दैनौँ। अब हामी यो पुरै चर्चाको सबैभन्दा महत्त्वपूर्ण र अन्तिम निष्कर्षमा आइपुगेका छौँ। भगवान श्रीकृष्णले आत्मा र विचारको सम्बन्धलाई एउटा परम आश्चर्य भन्नुभएको छ। पहिले त्यो अद्भुत श्लोक सुनौ। आश्चर्यवत् पश्यति कश्चिदेन माश्चर्यवद् वदति तथैव चान्यः आश्चर्यवच्चैन मन्यः शृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित्। अर्थात् कोही यस आत्मालाई आश्चर्य जस्तै गरी हेर्छन्, कोही यसको आश्चर्य जस्तै गरी वर्णन गर्छन् र कोही यसलाई आश्चर्य जस्तै मानेर सुन्छन्। तर सुनेर, सोचेर र मनन गरेर पनि यस आत्मालाई वास्तवमा कसैले पनि जान्न सक्दैनन्। करोडौँ मानिसहरूमध्ये कुनै एक व्यक्तिले मात्र आफ्नो भित्री आत्माको बारेमा जान्ने इच्छा राख्छ।
यो नै संसारको सबैभन्दा ठुलो आश्चर्य हो। तर त्योभन्दा ठुलो आश्चर्य त के हो भने जसले यसलाई जान्दछ उसले पनि शब्दमा बुझाउन सक्दैन। किनभने विचार आत्माको सतहमा बग्ने हावाको झोका मात्रै हो। विचारले आत्मालाई जान्न सक्दैन। म मेरो हातले यो रुमाल समात्न सक्छु, तर रुमालले मेरो हात समात्न सक्दैन। हात पछाडि छ, रुमाल अगाडि छ। ठिक त्यसै गरी हाम्रो चेतना पछाडि छ, विचार धेरै अगाडि छ। इतिहासमा बुद्धले भने सत्य भन्न सकिँदैन, तर उनी जति कोही पनि बोलेनन्। कृष्णले भने सम्झाउन सकिँदैन, तर उनी अर्जुनलाई सम्झाइरहेका छन्। किनभने सङ्गीत केवल सुरहरूमा हुँदैन। सङ्गीत त दुई सुरहरूको बीचमा जुन मौन हुन्छ त्यहाँ लुकेको हुन्छ। शब्दको बीचमा रहेको त्यही शून्यता र शान्तिलाई समात्नु नै गीता दर्शनको वास्तविक क्रान्ति हो। धेरै मानिसहरू गीता पढेर भ्रममा पर्छन्, तर सत्य यो हो कि कृष्णको युद्धसँग कुनै लेनादेना नै छैन। कृष्ण केवल एउटा महान मानसशास्त्री हुनुहुन्छ। उहाँले अर्जुनको भित्री नक्सालाई हेरेर भन्दै हुनुहुन्छ, तिमी जे हुन सक्छौ त्यही बन। व्यक्त संसारमा कुनै पनि नियम सबैका लागि सामान्य नियम हुन सक्दैन। प्रत्येक व्यक्तिको आफ्नो भित्री सम्भावना नै उसको एकमात्र परम सत्य हो। आज संसारमा जुन दुःख र छटपटी छ त्यसको सबैभन्दा ठुलो कारण डिस्प्लेसमेन्ट अर्थात् आफ्नो केन्द्रबाट हराउनु हो। मानिस आफ्नो स्वधर्मबाट च्युत भएको छ। कृष्णको यो गीता ज्ञान हामीलाई हिंस्रक बनाउन होइन, बरु मृत्यु र असफलताको डरबाट मुक्त गराएर आफ्नो जीवनको वास्तविक कर्तव्यमा दृढ गराउनका लागि हो। आजको लागि यति नै। यो गम्भीर चर्चा सुनिसकेपछि केही बेर शान्त भएर आँखा चिम्लनुहोस् र आफैलाई एउटा प्रश्न सोध्नुहोस्, के म केवल यो हाडमासुको शरीर र पुराना यादहरूको सङ्गालो मात्रै हुँ कि यो भन्दा माथि अनन्त र अविनाशी केही अरू नै हुँ? हाम्रो यो विशेष गीता श्रृङ्खला हजुरहरूलाई कस्तो लागिरहेको छ? आफ्नो मनमा उठेका जिज्ञासाहरू कृपया कमेन्टमा अवश्य लेख्नुहोला। भिडियोलाई लाइक र सेयर गर्न नभुल्नुहोला। हाम्रो च्यानल गीता ज्ञानलाई सब्स्क्राइब गरेर बेल आइकन दबाउन पनि नबिर्सिनुहोला, किनकि गीता ज्ञानको दानभन्दा ठुलो पुण्य अर्को कुनै छैन। सजग रहनुहोस्, आनन्दित रहनुहोस्। नमोक्षार।